सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपैयाँ मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपैयाँ सबैलाई 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री त्यसमा जुन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी खोजी के बोले भाइ के बोले मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री तपाईको म कुनै पनि स्टेटस हेर्छु फोटो हेर्छु वा तपाईले दिएको अभिव्यक्ति हेर्छु अनि त्यहाँ अलिकति कमेन्टहरु पढ्छु क्या भगवान कसम कमेन्ट यस्तो कहिले काहीँ ब्रुटल हुन्छन् कि हैन अधिकांश त्यो अधिकांश कमेन्ट मध्येको तपाईलाई चाहिँ रिपिटेडली आउने कमेन्ट के याद छ बाख्रा एउटा कुरा म भन्न चाहन्छु नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी 77 जिल्लाको 72 जिल्लालाई लीजमा दिउँ अर्को देशलाई अमेरिकालाई दिउँ चाइनालाई दिउँ भारतलाई दिउँ बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्नु बात सही छ सामान्य सभा महोदय उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन उहाँको अभिव्यक्ति बेठिक छ राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ सामान्य सभा महोदय संसदमा यो असंसदीय भाषा प्रयोग भयो राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ यहाँलाई दिएको समय 7 मिनेट छ सभामुखले पार्टीको दलीय हिसाबले जति निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन एउटा कुरा के हो हामी हिजोको दिनमा पनि अन्याय अत्याचार थियो राजाको त्यसको पनि लाइभ गरेर आएको हो कसैले हामीले टीका लगाएर आइदिएको होइन तू इधर उधर की न बात कर ये बता कि काफिला क्यों इधर उधर की बात न कर ये बता कि काफिला क्यों लूटा मुझे गिला रहजनों से नहीं तेरी रहबरी का सवाल है यो सबै तपाईको नेतृत्वमा भएको लूट तन्त्र हो र उहाँहरूले के भन्नुभयो थाहा छ हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा के भनौं र खोइ बजेट खाइदिनेलाई तपाई परिवार र नाता गोता पाल देश बसोला रोइ म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरिरहनुहोस् गर्नुहोस् चलिहाल्छ लडाई दुईटा गभर्नर बनाउनुहोस् न एउटा बिचौलिया ह्यान्डल गर्ने एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुहोस् अर्को काम पनि गर्नुहोस् 31 महिनाको बीचमा त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् अहिले चर्चामा आइराखेको छ नाम समाचारहरू आइराखेको छ हाक्का हाक्की चुनाव लड्या मान्छेलाई त्यो पनि मैसँग हो मसँग फेरि तेस्रो भाव है अहिले गभर्नरको नीति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन 75 जना नेपाली युवाको हत्या कसले गर्यो म देशलाई धोका दिन्छु जनतालाई धोका दिन्छु मन्त्रीजी मेरो घर पनि मधेसमै हो म मधेसबाटै पत्रकारिता विकास भएको छैन विकासको नाममा त सुन्नुस् न विकासको नाममा त भ्रष्टाचार पनि भएको छ नि कमिसन पनि कहाँ गयो मजा आयो धेरै बढ्दै गयो भ्रष्टाचार बढ्दै गयो भने त्यो पर्छ नि जनताले म भ्रष्टाचारी भए भने मेरो ठाउँमा मेरो पार्टी गलत भयो भने मेरो कांग्रेसको ठाउँमा अरु पार्टी आउन सक्छ नि लोकतान्त्रिक व्यवस्थामा राजाको शासन भयो भने कुन पार्टी आउँछ राजाको पार्टीमा राजाको पालामा पार्टी राजाको शासन हेरेका छैनौं हामी राजाकै शासनमा जो मन्त्री थिए अहिले मन्त्री छैनन् तिनीहरू क्या बात है म धेरै सोझो थिएँ अहिले त मलाई त्यसो भन्न पत्याउँदैन मान्छेले प्रचण्ड सोझो मान्छे भएर पत्याउँदैन तर चाहिँ मलाई चाहिँ गाउँमा सबैले देउताको गाई भन्थे मलाई तपाईलाई चाहिँ देशलाई चस्स पर भने पनि मनमा दुखी हाल्दो रहेछ हैन म त यो देशलाई धेरै माया गर्ने मान्छेमा पर्छु जस्तो लाग्छ मलाई उत्तर प्रदेश भाड्न जाने उत्तर प्रदेश भाड्न जाने नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ
जेसुकै गर भन्ने सन्देश दिन्छु प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो अनि तर तपाईसँग त्यो पदमा नबस्ने अधिकार त छ नि मैले भने अनुसार काम गर्न पाइनँ तपाईँले दुईचोटि भन्नुभयो कुरा तपाईँलाई सम्झाउँ यदि आफू